नमस्कार, म सन्तोष। नाम सन्तोष भए पनि मनमा सन्तोष भने छैन। त्यही भएर म बिहान बिहान उठ्ने बित्तिकै काठमाडौँ डुल्न निक्ल्यो। मलाई काठमाडौँ पैदल डुल्न एकदमै मनपर्छ। बाटो हिँड्दा कोही न कोही भेटि नै हाल्छ। हिजो त्यसै गरी विश्वास दाजुलाई भेटेको थिएँ। ऊ विश्वास भन्नु होला त्यही बित्ति खान्छ। मैले भने, "दाजु के हो? दुईजना मोटो मोटो त फाइट गर्नुभयो अरे नि त?" भनेको। "ए त्यो साधनको कुरा गरेको। के त्यस्तो फाइट केही होइन। क्याम्पेन भाइ क्याम्पेन हो। भोलि थाहा हुन्छ, भोलि रिभिल गर्छु" भन्दै थियो। म त झन् खुसी भएको कि होइन लफडा हेर्न पाइने भयो भनेर झन् के गरेको दाइ यस्तो। "ए तिमीले साँच्चै ठाने?" "होइन त्यस्तो होइन। भोलि थाहा हुन्छ" गर्छ यार। हो त्यसरी नै कोही न कोही भेटिरहन्छ अनि अहिले त झन् बालेन दाइले डोजर हानेपछि त काठमाडौँ नै युद्धग्रस्त जस्तो देखिन्छ। एकदम फरक एकदम ओह शिट भने जस्तो देखिन्छ। नमस्कार, म सन्तोष। नाम सन्तोष भए पनि मनमा सन्तोष भने छैन। त्यही भएर म बिहान बिहान उठ्ने बित्तिकै काठमाडौँ डुल्न निक्ल्यो। मलाई काठमाडौँ पैदल डुल्न एकदमै मनपर्छ। बाटो हिँड्दा कोही न कोही भेटि नै हाल्छ। हिजो त्यसै गरी विश्वास दाजुलाई भेटेको थिएँ। ऊ विश्वास भन्नु होला त्यही बित्ति खान्छ। मैले भने, "दाजु के हो? दुईजना मोटो मोटो त फाइट गर्नुभयो अरे नि त?" भनेको। "ए त्यो साधनको कुरा गरेको। के त्यस्तो फाइट केही होइन। क्याम्पेन भाइ क्याम्पेन हो। भोलि थाहा हुन्छ, भोलि रिभिल गर्छु" भन्दै थियो। म त झन् खुसी भएको कि होइन लफडा हेर्न पाइने भयो भनेर झन् के गरेको दाइ यस्तो। "ए तिमीले साँच्चै ठाने?" "होइन त्यस्तो होइन। भोलि थाहा हुन्छ" गर्छ यार। हो त्यसरी नै कोही न कोही भेटिरहन्छ अनि अहिले त झन् बालेन दाइले डोजर हानेपछि त काठमाडौँ नै युद्धग्रस्त जस्तो देखिन्छ। एकदम फरक एकदम ओह शिट भने जस्तो देखिन्छ।